वार्षिक सार्वजनिक सुनवाई कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। सुशासन र पारदर्शिताको लागि सवाल जवाफ गरिने एक महत्त्वपूर्ण कार्यक्रम हो सार्वजनिक सुनवाई कार्यक्रम। गत वर्ष पनि हामीले नै सहजीकरण गरेका थियौँ। कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो र अहिले पनि यहाँहरूले कार्यक्रमको अन्तिमसम्म धैर्य गरेर बसेर कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर सवाल जवाफमा पनि कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्नुहुनेछ भन्ने आशा अपेक्षा लिँदै हस्, धन्यवाद। आजको यस सार्वजनिक सुनवाई कार्यक्रममा सबैजना सभाध्यक्ष हुनुभएको छ। सबै सभाध्यक्षज्यूहरूले कार्यक्रमको अन्तिममा यसरी नै ताली बजाएर समापन गर्नुहुनेछ। जवाफदेही वक्ताकै रूपमा आसन ग्रहण गरिदिनु हुनुको लागि वडा सदस्य वासुदेव कणेलज्यूलाई अनुरोध गर्छु। वडा सदस्य रविलाल सुनारज्यूलाई पनि जवाफदेही वक्ताको रूपमा आसन ग्रहणका निम्ति अनुरोध गर्छु। यसैगरी जवाफदेही वक्ताको रूपमा आसन ग्रहण गरिदिनु हुनुको लागि वडा सदस्य कल्पना थापा मगरलाई अनुरोध गर्छु। वडा सदस्य दानकला मिजारज्यूलाई पनि जवाफदेही वक्ताको रूपमा आसन ग्रहणका निम्ति अनुरोध गर्छु। यसैगरी कार्यपालिका सदस्य मन बहादुर विकज्यूलाई जवाफदेही वक्ताको रूपमा आसन ग्रहणका निम्ति अनुरोध गर्छु। वडा सचिव दान बहादुर तारामीज्यूलाई जवाफदेही वक्ताको रूपमा आसन ग्रहणका निम्ति अनुरोध गर्छु। बुद्धिजीवी लगायतका जुनसुकै ओहदाका व्यक्तिहरू आउनुभयो भने उहाँहरूलाई हामीले सवाल जवाफको लागि अगाडि सेवाग्राहीको रूपमा सम्मानको साथमा राख्नेछौँ भन्दै हामीले थोरै छौँ, काम भने धेरै गर्छौँ, आवश्यक सबै गर्छौँ। तपाईँहरू थोरै उपस्थित भए पनि विभिन्न ठाउँमा आफ्नो टोल क्षेत्रको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुनुभएको छ। धेरैजना आवाजहरू लिएर आउनुभएको होला, त्यहाँका समस्या र आवश्यकताका विषयहरू लिएर आउनुभएको होला। सवाल जवाफ गर्नको लागि तयारी हुनुहोला भन्दै आजको यस सार्वजनिक सुनवाई कार्यक्रममा आर्थिक वर्ष 2082-83 को प्रगति प्रतिवेदन प्रस्तुत गरिदिनु हुनको लागि चामुण्डा बिन्दासनी नगरपालिका 3 का वडा सचिव दान बहादुर तारामीज्यूलाई अनुरोध गर्छु। नमस्कार। यस चामुण्डा बिन्दासनी नगरपालिका वडा नम्बर 3 यस पालिकाका 9वटै वडाहरूमध्ये सबैभन्दा सानो वडा र जनसङ्ख्या पनि कम भएको वडा हो। यहाँ अन्य वडाको तुलनामा भौगोलिक हिसाबमा एकदमै सुगमता छ। 1-2 वडाको हेर्ने हो भने पाल्तदेखि धेरै विकट भूभागहरू छन्। 2 नम्बरमा पनि सिरल बास्टाना भौगोलिक हिसाबमा एकदमै विकटता छ भनेपछि यो 3 नम्बर वडा एकदमै सुगमता, एउटै वडा एउटै डाँडो मिलेर सुगम तरिकाले भएको छ। र यहाँ यस वडामा अब 82-83 मा यस वडामा भएका विभिन्न गतिविधिहरूलाई म केही प्रस्तुत गर्न चाहन्छु। यस वडा कार्यालयबाट नियमित रूपमा भइरहने कामकाजहरू नियमित रूपमा भइरहेका छन्। त्यसै गरी यस चामुण्डा बिन्दासनी नगरपालिका वडा नम्बर 3 मा अब 82-83 मा जम्मा 30 लाख बजेट वडा अन्तर्गतको बजेट थियो भने जस अन्तर्गत 38 वटा योजनाहरू विनियोजन भएका थिए र जसमध्ये अब सबै योजनाहरू अहिले निर्माण सम्पन्न भई भुक्तानीको चरणमा छन्। अब 82-83 को असार 12 गतेसम्म आन्तरिक आम्दानी यस वडाबाट 2,28,429.50 रुपैयाँ यो अब 82-83 को आम्दानी हो भने अघिल्लो अब 81-82 मा 1,49,000 मात्र आन्तरिक आम्दानी जम्मा गरेका थियौँ हामीले पालिकामा। त्यसै गरी यो अब 82-83 मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा हाडाकोट, जङ्गले, नौखोली र देउराली गरेर 4 वटा मुख्यमन्त्री रोजगार अन्तर्गतका पोखरीहरू निर्माण भइरहेका छन्, जस अन्तर्गत 19 जना बेरोजगार व्यक्तिहरूले रोजगार पाइराख्नु भएको छ। त्यसै गरी अब 82-83 मा यस चामुण्डा बिन्दासनी नगरपालिका वडा नम्बर 3 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण 503 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुन्छ, जस अन्तर्गत ज्येष्ठ नागरिक 122 जना हुनुहुन्छ, अन्य ज्येष्ठ दलित 31 जना हुनुहुन्छ, ज्येष्ठ नागरिक एकल महिला 13 जना हुनुहुन्छ, विधवा महिला 26 जना, पूर्ण अपाङ्गता भएका व्यक्तिहरू 12 जना, अति
अति अशक्त अपाङ्गता भएका 12 जना, क्षेत्र तोकिएका बालबालिका 170 जना र दलित बालबालिका 117 जना गरी जम्मा 503 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिराख्नु भएको छ। मोटामोटी रूपमा मैले यस चामुण्डा विनाशकारी नगरपालिका वडा नम्बर 3 को गतिविधिहरूलाई यहाँ प्रस्तुत गरेँ र बाँकी हजुरहरूलाई हाम्रो 3 नम्बर वडा कार्यालयबाट नियमित रूपमा प्रवाह हुने सेवा, प्रवाह सम्बन्धी, यहाँका विकास निर्माणका गतिविधिहरू सम्बन्धी गुनासो अथवा कुनै चासो छ भने पुनः प्रश्न जवाब सवाल हुनेछ भन्दै अहिले म बिदा हुन्छु। हस्त धन्यवाद। निर्माण सम्बन्धीका कुनै पनि प्रश्न, जिज्ञासा, गुनासाहरू छन् भने तपाईँले सवाल जवाब सत्रमा ढुक्कको साथमा आफ्ना प्रश्नहरूलाई राख्न सक्नुहुनेछ। कुनै जिज्ञासा छ भने पनि राख्नुहोला। सम्बन्धित व्यक्तिले तपाईँको प्रश्नको जवाफ दिनुहुनेछ भन्दै हुनुहुन्छ। ठिक भन्नेमा 3 जना हुनुहुन्छ। नागरिक बडापत्रमा भए बमोजिम तपाईँले प्राप्त गर्नुपर्ने सेवामा लागेको समयप्रति कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा सन्तुष्टमा 10 जना नै हुनुहुन्छ भने ठिकै भन्नेमा 3 जना हुनुहुन्छ। यसमा पनि कार्यालयमा नियमित रूपमा कर्मचारीको उपस्थिति, समयको पालना, कार्यचुस्तता सञ्चालन भएको छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ भन्ने यो प्रश्नमा विश्वस्तमा 7 जना हुनुहुन्छ। ठिकै भन्नेमा 6 जना हुनुहुन्छ। तपाईँले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नुभयो कि भनेर हामीले प्रश्न गर्यौं। सेवाग्राहीलाई तिरेको छैन भनेर 13 जनाले नै भन्नुभएको छ। यस कार्यालयले सार्वजनिक चासो तथा समस्या समाधान गर्न औसत कति दिन लगाउने गरेको छ भन्ने प्रश्नमा 1 दिन भनेर 12 जनाले भन्नुभएको छ भने 2 दिन भनेर 1 जनाले भन्नुभएको छ। खाली दिने सेवाप्रति तपाईँ कतिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा विश्वस्तमा 7 जना हुनुहुन्छ। ठिकै भन्नेमा 6 जना हुनुहुन्छ। यस कार्यालयले प्रदान गरेको सेवाको बारेमा अरूलाई जानकारी गराई कतिको प्रचार प्रसार गर्नु भएको छ यो प्रश्नमा ठिकै भनेर 10 जनाले भन्नुभएको छ भने गरेको छैन भनेर 3 जनाले भन्नुभएको छ। यस संस्थामा कार्यरत कर्मचारीप्रति तपाईँको विश्वास कतिको छ भन्ने प्रश्नमा धेरै भनेर 7 जनाले भन्नुभएको छ भने ठिकै छ भनेर 6 जनाले भन्नुभएको छ। यस कार्यालयले विपन्न वर्गको लागि छुट्याएको सेवा प्रयोग गरेको थाहा पाउनु भएको छ कि भन्ने प्रश्नमा छैन भनेर 3 जनाले भन्नुभयो। अलिअलि मात्र थाहा छ भनेर 10 जनाले भन्नुभएको छ। यस कार्यालयबाट सेवा लिँदा कार्यालयले दिएको जानकारीबाट कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा 10 जना सन्तुष्ट हुनुहुन्छ भने 3 जना कम सन्तुष्ट हुनुहुन्छ। तपाईँ यस कार्यालयमा आउँदा कसको सहयोग लिनुभयो यो पनि हामीले प्रश्न राखेका थियौं। यसमा आफै भन्नेमा 13 जना नै हुनुहुन्छ। यस कार्यालयमा तपाईले एउटा कामको लागि कति पटक धाउनुभयो भन्ने प्रश्नमा 1 पटकमा 12 जना हुनुहुन्छ भने 2 पटक भन्नेमा 1 जना हुनुहुन्छ। कार्यालयको भौतिक अवस्था कस्तो छ भन्ने प्रश्न थियो। यसमा अति राम्रो भनेर 3 जनाले भन्नुभयो। ठिकै भनेर 10 जनाले भन्नुभएको छ। कार्यालयमा भएको नागरिक बडापत्र बारे के तपाईलाई जानकारी छ भनेर हामीले प्रश्न गर्दा छ भनेर 3 जनाले भन्नुभयो। अलिअलि जानकारी छ भनेर 5 जनाले भन्नुभयो भने बडापत्र सम्बन्धी जानकारी छैन कुनै भनेर 5 जनाले भन्नुभएको छ। कार्यालय र सेवाग्राही बीचको सम्बन्ध कस्तो छ भन्ने प्रश्नमा अति राम्रो भनेर 5 जनाले भन्नुभएको छ भने ठिकै भनेर 8 जनाले भन्नुभएको छ। तपाईको विचारमा सेवाग्राहीले नागरिक बडापत्रको प्रयोग कतिसम्म गरेका छन् यो प्रश्नमा कम भन्नेमा 6 जना हुनुहुन्छ, गरेकै छैनन् भन्नेमा 7 जना हुनुहुन्छ। तपाईको विचारमा सेवा प्रदायकले नागरिक बडापत्र अनुसार कतिको सेवा प्रदान गरेको जस्तो लाग्छ यो प्रश्नमा धेरै भन्नेमा 3 जना हुनुहुन्छ, ठिकै भन्नेमा 7 जना हुनुहुन्छ, अति कम भन्नेमा 3 जना हुनुहुन्छ। तपाईको विचारमा उजुरी पेटिकाको प्रयोग कतिसम्म भएको पाउनु भएको छ भन्ने प्रश्नमा ठिकै भएको छ भनेर 13 जनाले नै भन्नु भएको छ। तपाईले सेवा लिने कार्यालयमा सरसफाइको अवस्था कस्तो छ यो प्रश्नमा राम्रो छ भनेर 10 जनाले भन्नु भएको छ, ठिकै छ भनेर 3 जनाले भन्नु भएको छ। तपाईले सेवा लिने कार्यालयबाट बिलको भुक्तानी दिँदा कस्तो व्यवस्था छ यसमा सजिलो छ भनेर 3 जनाले भन्नु भएको छ भने ठिकै छ भनेर 10 जनाले भन्नु भएको छ। यस वडाको जनप्रतिनिधि र कर्मचारीहरू बीच आपसी सम्बन्ध कस्तो छ भन्ने प्रश्नमा मिलनसार र सेवा मैत्रीपूर्ण छ भनेर 6 जनाले भन्नुभयो, सामान्य छ भनेर 7 जनाले भन्नुभएको छ। यहाँका जनप्रतिनिधिहरूको व्यवहार कस्तो छ भन्ने प्रश्नमा व्यावहारिक छन् भनेर 12 जनाले भन्नुभएको छ, पक्षपाती छन्, पार्टी मात्र हेर्छन् भनेर 1 जनाले भन्नुभएको छ। यस्तै हामीले अन्तिममा सोध्यौं यस कार्यालयलाई अथवा ओडालाई थप केही भन्नु छ भनेर, यसमा केही भन्दिन भनेर
13 जनाले नै भन्नुभएको छ। सेवा सम्बन्धी विविध यिनै प्रश्नहरूमा हामीले सर्वेक्षण गरेका थियौँ। यहाँका सेवाग्राहीहरूलाई सोधेर उहाँहरूले दिएको जवाफ अथवा रिपोर्ट जस्ताको त्यस्तै लिएर हामीले यहाँ यस कार्यक्रममा प्रस्तुत गरेका छौँ। सार्वजनिक सुनवाई कार्यक्रम गर्नु पूर्व हामीले यस्तो यो सन्तुष्टि सर्वेक्षण गरेर ल्याउनुपर्छ। त्यस कारणले गर्दाखेरि हो हामीले गत वर्ष पनि गरेका थियौँ। यहाँहरू सम्पूर्णले सुनेर साथ दिनुभयो, धन्यवाद दिन चाहन्छु। त्यो छलफल गर्नु पूर्व मैले यहाँहरूलाई आचार संहिताहरू सुनाउँछु। कुनै पनि छलफल बहस गर्नुपर्दा त्यहाँ आचार संहितालाई टेकेर आधार मानेर हामीले त्यहाँभित्र रहेर छलफल बहस सवाल जवाफ गर्नुपर्ने हुन्छ। एउटा सहभागीले एक पटकमा 3वटा प्रश्नहरू संक्षिप्तमा राख्नुपर्नेछ। एउटा सहभागीले 1 मिनेटभन्दा बढी समय लिन नमिल्ने, कसैलाई व्यक्तिगत आग्रह पूर्वाग्रह राखेर प्रश्न गर्न नपाइने, आचार संहिताभित्र रहेर सवाल जवाफ गर्न सक्छौँ भन्ने लाग्छ भने ताली बजाएर पास गरिदिनु हुन अनुरोध गर्छु। हस्, धन्यवाद दिन चाहन्छु। अब प्रतिनिधिहरूलाई सोध्न सक्नुहुनेछ। त्यसमध्ये पनि प्रमुख जवाबदेही वक्ताको रूपमा हामीले वडा अध्यक्षलाई राखेका छौँ। यसै गरी अन्य वडा सदस्यहरू पनि हुनुहुन्छ, कार्यपालिका सदस्य हुनुहुन्छ। यसै गरी वडाको प्रशासनिक कामको लागि अथवा उहाँसँग गर्न सक्नुहुनेछ र कृषि प्राविधिक पनि हुनुहुन्छ। केही समस्याहरू छ अथवा सुझाव छ भने राख्न सक्नुहुनेछ। विद्यालयका प्रतिनिधिहरू हुन्छ, विद्यालयको अवस्था स्थिति के छ त्यो बारेमा पनि उहाँहरूले कार्यक्रममा सहभागी गराएका छौँ। तपाईँहरूका सुरक्षा सुशासन सम्बन्धी कुनै पनि त्यस्तो समस्या छ अथवा गुनासाहरू छन् भने राख्न सक्नुहुनेछ। तपाईँले प्रश्न गरे अनुसारको जवाब तुरन्त पाउनुहुनेछ र सहजीकरणको हामी 2 जना छौँ सहजीकरण गर्नको लागि। बस्ताकोटी मिडिया प्रालीबाट यो क्षेत्रको लागि यहाँहरूले आफ्नो कुराहरू भन्न सक्नुहुनेछ। यो अन्तिम वर्ष हो यहाँहरूको 79 सालमा निर्वाचित भइसक्नु भएको जनप्रतिनिधिहरूको लागि अन्तिम कार्यकाल अथवा अन्तिम कार्यकालको अन्तिम वर्ष रहेको छ। जनताहरू के कस्ता थिए, कति पूर्ण भए, कति बाँकी छन्, त्यो विषयमा पनि यहाँहरूले प्रत्यक्ष रूपमा एक आपसमा संवाद गरेर सवाल जवाफ गर्न सक्नुहुनेछ है। अर्को वर्ष हामीले अथवा कुनै पनि संस्थाले यस्तो सार्वजनिक सुनवाई कार्यक्रम गर्दै गर्दा तपाईहरूको ठाउँमा उहाँहरू पनि हुन सक्नुहुन्छ। उहाँहरू अहिले जवाफ दिने ठाउँमा हुनुहुन्छ भने अर्को वर्ष त्यो समय अनुसार प्रश्न सोध्ने ठाउँमा पनि हुन सक्नुहुन्छ। त्यसैले तपाईँको लागि यो अवसर छ है। तपाईँकै गाउँठाउँको विकासको लागि भनेर उहाँहरू आउनुभएको छ भने विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा आज गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा यहाँहरूले आफ्नो मनको कुरा नलजाएर नडराएर भन्न पाउनुहुनेछ। अनुगमन भइरहेको छ कि छैन, सम्बन्धित निकायबाट त्यस्ता आवाजहरू पनि आज कार्यक्रममा उठाउनु भयो भने वर्षभरि गरिएका विभिन्न गतिविधिहरूको समीक्षा हामी यसरी गर्नेछौँ। त्यसकारणले हामीले विभिन्न क्षेत्रबाट जवाफ दिनको लागि जवाफदेही वक्ताहरूलाई यहाँ निम्ताएका छौँ, खबर गरेका छौँ र हामीले गत 1 हप्तादेखि नै सामाजिक सञ्जाल मार्फत रेडियो मार्फत सूचना प्रसारण गरेका थियौँ भने विभिन्न ठाउँमा सूचना प्रकाशित गरेर टाँस पनि गरिएको थियो। नराखेर आउनु भएन उहाँहरूले अथवा सन्तुष्ट भएर आउनु भएन कि असन्तुष्ट भएर आउनु भएन, त्यो उहाँहरूको कुरा हो। चासोका विषयहरूलाई लिएर सवाल जवाफ गर्न, सुन्न र मनका कुरा भन्न आउनुभयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब केही छैन भने हामी त्यो अनुसार नै अगाडि बढ्छौँ। केही छ भने हात उठाउनु होला है। तपाईँहरू सुन्नको लागि आउनुभएको भने पनि ठिकै छ र अधिकार प्रयोग गर्नु सकेसम्म तपाईँहरूको अधिकार प्रयोग गर्न अनुरोध गर्छु। मेरो नाम हिरालाल तारुनी। यस वडाको मैले यसो हेर्दा विकासको बारेमा विकास त धेरै भइरहेको छ, तर विकास भएर विकासमा अलि विनाश पनि भइरहेको छ। जे जति पोखरीहरू निर्माण भएछन् किसानको लागि, ती पोखरीहरू सदुपयोग भएका छैनन्। खानेपानी सञ्चालन भएका ठाउँका मैले अहिले हेरेँ। वडा अध्यक्ष तथा मेरा सबै जनप्रतिनिधिहरूसँग मेरो एउटा सुझाव छ। हाम्रो धारापानीबाट आउने लाठीपानीसम्म आउने जुन लामाकाटे हुँदै आउने पानी हो, त्यस खानेपानीको पाइप अस्तिसम्म थियो, अहिले लथालिङ्ग भएर त्यहाँ पाइपै छैन। त्यसको बारेमा वडा अध्यक्षज्यू र जनप्रतिनिधिहरूले ध्यान पुर्याएर त्यसमा चासो राख्नुहुनेछ भन्ने म आशा गर्छु। यसै गरी कृषि सम्बन्धी पनि मलाई प्रश्न गर्न चाहेको छु। हाम्रो ठाउँमा मकै बालीमा
प्रशस्त मात्रामा किरा लागेर मकै खेती नष्ट भयो। त्यो बारेमा कृषि प्राविधिक अथवा कृषि नगर समिति के होला त्यसको बारेमा अलि चासो राखेर यसमा कृषि सम्बन्धी अगाडि बढाइदिनु होला काम भन्ने म आशा गर्दछु। तपाईँले भन्न गएको छैन, तर यो यस्तो जानकारी म अहिले गराउँदैछु। फर्स्ट जानकारी होइन, अब यो गुनासो चाहिँ गर्नु भएन, जानु भएन, ध्यान दिनु भएन भनेर, तर सल्लाह चाहिँ दिनुभयो, हाम्रोमा पनि आउनु पर्यो, यस्तो समस्या छ भन्नुभयो है। हजुर, म हाम्रो यस चामुण्डा विगतको चामुण्डा गाविसको एउटा स्वास्थ्य अस्पताल छ हाम्रो। यसमा निकै बाढीले माथिबाट आएर रोडको छेदविच्छेद बनाइराखेको छ। त्यसको बारेमा यहाँको जनप्रतिनिधि र नगरले पनि केही हेरोस् भन्ने मैले त्यसमा धारणा राख्दछु। हवस् त, मेरो कुरा यति छ। नाम टेकबहादुर सुनार, म 3 नम्बर चामुण्डा। यो बिजुली अहिलेसम्म अरूका घरमा बलिया छन्, मेरो घरमा बिजुली पनि छैन, अँध्यारोको अँध्यारै छ। खानेपानीको पनि त्यति सुविधा छैन, मलाई त्यस्तो पनि छ। अरू बारी अन्यमा पनि अब असिना पीडित भयो, त्यसमा पनि कोहीले सुनेको नै गरेका छैन, अहिले कोहीले पनि भन्दै म यही टुङ्गो। मेरो नाम अमरवास है। मैले गत साल पनि यो सार्वजनिक सुनाइमा मैले आफ्ना मतभेदहरू राखेको थिएँ। मैले पटक मैले उतिखेर पनि भनेको, जो पोखरीहरू बने तिनीहरूलाई पानीको व्यवस्था गरौँ। पहिला अन्तारी जो आउँछ वडामा बजेट, त्यो अन्तारी लगानी नगरौँ र पहिला तिनको व्यवस्था गरेपछि बल्ल अरू पोखरी बनाऊ भनेको थिएँ। त्यो अहिलेसम्म पनि भएको छैन। अनि अब शिक्षामा पनि अब हाम्रो यही मावि छ, माविको स्तर पनि अब त्यहीका निजी स्रोतका कर्मचारीहरूले तलब पाएका छैनन्। त्यो अब त्यसलाई अगाडि कसरी सल्भ गर्ने, के भुक्तानी गर्ने, त्यो वडाले त्यसको विविसले र अरू सङ्गठनहरूले पनि त्यो पहल गर्नुपर्छ भन्ने मेरो धारणा हो। अनि अर्को अब खानेपानीमा पनि अब कहीँ ठाउँमा अब पानीको व्यवस्था पनि छैन। अब यो भलाताडा भन्ने ठाउँमा पानीको व्यवस्था भन्दा पनि बिजुलीको व्यवस्था पनि छैन। त्यसको लागि पनि पहल गर्नुपर्छ भन्ने मेरो धारणा हो। अनि यो रोडमा पहिला वर्ष त यो उसले ठेकेदारले 2 जना मान्छे राखिदिएको थियो, आउँदैछ। अनि यो बर्सातको टाइममा अहिले पनि ओडाले केही सहकार गरेर 2 जना मान्छे राखेपछि भल आएपछि त्यो भल काटेपछि रोड सुचारू होला भन्ने मेरो धारणा हो। यतिकै भन्दै मेरो शब्द अहिले एकजना साथीले उठाउनु भयो, म त्यसैमा थोरै सुझाव दिन चाहन्छु। यो हाम्रो दाजुभाइहरू, किसानहरू, समग्रमा हाम्रा पब्लिकहरूमा थोरै चेतनाको कुरा कमी भएको कारणले गर्दाखेरि हामीले दुःख पाइरहेका छौँ। जस्तो यो बाटो छ, सडक, यो सडक बनाउने ठेकेदारले यो बाटो बनाउँदाखेरि कहीँ पाइप भत्किन्छ, खानेपानी जनताको सिँचाइ बिग्रिन्छ भने त्यो सम्बन्धित ठेकेदारले बनाइदिनुपर्छ। तर हाम्रा जनताहरूले बुझेका छैनन् के यहाँ समस्या छ ठुलो। ठेकेदार कसको नजिकको मान्छे हो, नातागोता हो कि हामी प्रश्न उठाउँदैनौँ। उसले कागज गरेको हुन्छ, अफिसमा एग्रिमेन्ट गरेको हुन्छ, उसले मैले यो काम गर्दाखेरि जनताको खानेपानी बिग्रियो भने मैले त्यो बनाइदिनेछु बिग्रेको ठाउँमा। सडक पिच गर्दाखेरि, कालोपत्रे गर्दाखेरि, ग्राभल गर्दाखेरि त्यहाँ चाहिँ त्यो गर्नुभन्दा अगाडि धुलो उड्यो भने त्यो सडक किनारका जनतालाई त्यो धुलोले उनीहरूको स्वास्थ्य बिग्रिन्छ। त्यसकारण कमसे कम पनि एक दिनमा एकचोटि त्यो पानीको ट्याङ्कर ल्याएर पानी हालिदिनुपर्छ ठेकेदारले। त त्यो कुरा हाम्रा कति जनतालाई थाहा छ क्या? विरोध गर्न मात्रै हामीले जानेका छौँ। मेयरले यो कुरा गरिदिएन, वडा अध्यक्षले गरेन, मन्त्रीले गरिदिएन भन्न मात्रै हामीले जानेका छौँ। जनताले बुझ्नुपर्ने कुरा हामीले बुझेका छैनौँ के। खै आज यो यहाँनिरको यो जङ्गलले जाँदाखेरि यो सडकमा खानेपानी बिग्रिया छ भने त्यो एक ठाउँमा पाइप चाहिँ बिग्रिया छ, धेरै त सबै तलदेखि माथिसम्म त बिग्रिया छैन। खै जनताहरू गएर त्यो ठेकेदारलाई समातेर भनौँ न त, तपाईँले यो पाइप चाहिँ जोडिदिनुपर्छ भनेर
भन्नु पर्यो नि त हाम्रा दाजुभाइहरूले त्यहाँ गएर। किन भन्नुहुन्न भने यो कुरा थाहा छैन। थाहा भएर पनि माया मुलाकात छ, हामी नातागोताको कुरा गर्छौँ। त्यसकारण हामीले हाम्रा विकास निर्माणका कुराहरू बन्न सक्दैनन्, हामीले दुःख पाइराखेका छौँ। मैले यो कुरा सचेतताका लागि हाम्रा दाजुभाइहरूको बिचमा मैले यो राखेँ। यहाँ पोखरीको कुरा एउटा मुद्दा छ, यहाँ जसले पनि कुरा उठाउनुहुन्छ। पोखरी बिना पानीको पोखरी बनेका पोखरीहरू एउटा पनि छैन, यहाँ एउटा पनि छैन। आज अनुगमन गर्न जाउँ हामी, तर त्यो पोखरीमा पानी नहाल्ने सम्बन्धित किसानकै कमजोरी हो। किसानले पोखरी बनिसकेपछि म पोखरीमा पानी जम्मा गरेर वरिपरि केही तरकारी लगाउँछु भन्ने त किसानको दिमागमा पनि हुनु पर्यो नि त्यो कुरा। त्यसकारणले यो खाली विरोधको नाउँमा विरोध पोखरीको कुरा उठिरहन्छ होइन। कतिपय यस्ता पोखरीहरू पनि छन्, एकाध पोखरी यस्ता छन्, तिनीहरू स्कुलका टिचर छन्, तिनको घरका नजिक पोखरी छन्, बनाइएका छन्, तर त्यो मान्छेले कहिल्यै त्यो पोखरीमा पानी हाल्दैन। अनि उही मान्छे आएर यहाँ चाहिँ चोकमा आएर पोखरी बिना पानीको पोखरी बनाइयो भन्छ। किन बनाएको त त्यो मान्छेले? पढे लेखेको मान्छे छ, शिक्षक जस्तो मान्छे छ, किन बनाएको त्यो मान्छेले पोखरी? त्यसकारण यी धेरै कुराहरू छन्। यो सचेत हुने कुराहरू हामी सबैको कमी कमजोरी छ। र यो विद्युतबारे, विद्युतको पनि यहाँ कुरा उठाउनु भयो। अब विद्युत चाहिँ अहिले त हाम्रो वडा अध्यक्षज्यूले पछि जवाब दिनु होला होइन, कुरा उठिरहेछ। यहाँ तल पनि एक ठाउँमा एक टोलमा चाहिँ विद्युत पुगिराखेको छैन, 2-4 घर 8-10 घर धुरीलाई। र यता पनि कुरा उठाउनु भयो कसरी छुट्यो, त्यो कुरा उहाँले जवाब दिनुहुनेछ। र यो चर्को चाहिँ विरोध छ, हामीलाई विद्युत पुगेन भन्ने कुरा छ। अब यहाँको हाम्रो वडा अध्यक्षज्यूले यसको बारेमा ध्यान दिनु होला। अब नगरपालिकामा अस्ति हामीले सुने एउटा नाटक चाहिँ यो, अब मेयरले मैले त उपमेयरबाट बडा मुस्किलले यतिवटा पोल्ने भन्नुभयो, अनि एउटा टोलमा दिनुभयो। फेरि उपप्रमुखजीले मैले त मेयरबाट मैले सक्दै सकेन, बडा मुस्किलले यति पोल चाहिँ उच्चडेर ल्याएँ, खोसेर ल्याएँ भन्नुभयो। उहाँले पनि त्यो नजिकै एउटै टोलमा दिनुभयो। दुईटै मिलेर झगडा गर्ने र एउटै टोलमा चाहिँ आफ्नो नातागोताका मान्छेलाई पोल दिने, त्यो चाहिँ भइरहेछ भन्ने कुरा सुनियो, गुनासो होइन। अब त्यसको बारेमा वडा अध्यक्षज्यूले, हाम्रा कार्यपालिकाका सदस्यज्यू पनि हुनुहुन्छ, तपाईँहरू चाहिँ जोरदारसँग त्यहाँ चाहिँ काम गर्नुपर्छ, माग गर्नुपर्छ। अब म थोरै यो अब हाम्रा वडा अध्यक्षज्यूहरू जननिर्वाचितहरूको पनि यो अन्तिम वर्ष हुँदैछ। म अलि चिन्तित, अघि पनि चिन्ता व्यक्त गर्नुभयो केही साथीहरूले। मलाई के कुरामा चिन्ता छ भने विकास चाहिँ भएको छ, तर विकास गर्ने कुरा एउटा विषय हो, विकास भएका कुराहरूको संरक्षण गर्ने कुरा र त्यसको संरक्षण सम्वर्धन गर्ने कुरा अर्को कुरा हो। अब म यहाँहरूलाई सारांशमा भनौँ, हामीले माथि चाहिँ देउराली टोलमा आदर निकेतन छ। आदर निकेतन भने के हो कसैलाई, धेरै मान्छेलाई थाहा छैन, यहाँका ठुल्ठुला नेताहरूलाई पनि थाहा छैन। त्यो हामीले स्थापना गरेको कुरा हो। त्यो आधार निकेतन भन्दा रहेछन् क्या। मैले अस्ति सिकाएँ थिएँ, पढे लेखेका 1-2जना साथीहरू हुनुहुन्थ्यो। आधार निकेतन होइन, आदर निकेतन। त्यो आदर निकेतन भनेको आदर गर्ने बुढाबुढीहरू, त्यहाँ चाहिँ अपाङ्गहरू, तिनीहरू ज्येष्ठ नागरिकहरू जम्मा भएर आफ्नो भजन कीर्तन गर्छन्, त्यहाँ बस्छन् उनीहरू। त्यो किसिमको कन्सेप्टले स्थापना गरेको त्यो आदर निकेतन हो। अनि आदर निकेतनमा पैसा हालिदिनु पर्यो भनेपछि हाम्रा यहाँका मुख्य नेताहरू कुरै बुझ्नुहुन्न, त्यो के हो थाहै छैन उहाँहरूलाई हो। त्यसकारण म हाम्रा जननिर्वाचित साथीहरूलाई त्यो कुराको लागि सचेत गराउन चाहन्छु। उहाँहरूले त्यो कुरा बुझाउनु पर्यो, अरूलाई पटक पटक राख्नु पर्यो साँचो कुरा नगरपालिकामा। र त्यहाँ तलतिर सूचना केन्द्र छ, त्यो पुस्तकालय, त्यो सूचना केन्द्र स्थापना गर्ने भनेको अब त्यो चाहिँ त्यो पनि अहिले त्यो बेहरिसी अवस्थामै छ, त्यसको सदुपयोग भइराखेको छैन। र अर्को हाम्रो यहाँ चाहिँ भटागुरा टोलमा सहकारी छ, सिद्धार्थ सहकारी छ, त्यो हामीले भवन पनि बनाएका छौँ, हाम्रो लगानी छ, वडाको नगरपालिकाको त्यहाँ लगानी छ। अब त्यसलाई चाहिँ मर्मत गरेर त्यसको काम सकेर त्यहाँका किसानहरू, त्यो सहकारीको पनि, सहकारी भनेपछि अहिले हाम्रो चाहिँ जनप्रतिनिधिहरू अलिकति, मैले पनि त्यहाँ कुरा राखेँ नगरपालिकामा, सहकारी भनेपछि अब त्यसलाई चाहिँ नहेर्ने हाम्रो चलन रहेछ। त्यो नियममा पनि त्यस्तो भन्नुहुन्छ उहाँहरू। हामी त्यस्तो गलत नियममा पनि, त्यो गलत नियमको पनि सङ्घर्ष गर्ने, त्यो त्यस्तो गलत नियम कानुनको पनि
हामीले खारेजीको हामीले माग गर्नुपर्छ। त्यस कारणले यो ठाउँ यहाँ माथि एउटा संरचना बनाएको छ, मैले त पुलिस चौकी त्यही राखिदिने भनेको, यो भवन यहाँ सफा मर्मत गरेर। तर धेरै हाम्रा दाजुभाइहरूलाई थाहा छैन हाम्रो सम्पत्ति छ यहाँनिर भन्ने कुरा थाहा छैन। यहाँ माथितिर स्कुल जस्तै यहाँ बनाएको छ, यो हाई स्कुलभन्दा माथिपट्टि जानुभयो भने ठुलो भवन बनाएको छ, त्यहाँ जग्गा छ, त्यो सरकारी जग्गा हो। त्यो हामीले त्यहाँ पुलिस चौकी कुनै पनि अरू पनि कुनै संरचना बनाउने भनेर अब त्यसको संरक्षण वडा अध्यक्षज्यूको डायरीमा त्यो टिपेर तपाईँहरूले त्यसको सदुपयोग गर्नु पर्यो। अब यस्तै अघि स्वास्थ्य चौकीको कुरा गर्नुभयो, यहाँ तल सामुदायिक भवन छ, त्यो सामुदायिक भवन सायद नखोलेको हामीले 5 वर्ष भयो होला, खोल्दै नखोलेको। त्यहाँभित्र दराज छ, फर्निचरहरू छन्, सबै छ होइन। त्यो टोलको भेला गर्दाखेरि अब चौतारामा बस्ने एउटा पिपलको रुख मुनि बसेर मिटिङ गर्ने, कुनै खाली चौरमा बसेर मिटिङ गर्ने त्यस्तो होइन। हामीले त्यो सामुदायिक भवन बनाएको, त्यहाँ बैठक गर्ने, त्यहाँ वडाका टोलका विषयवस्तुहरूमा छलफल गर्ने भनेर त्यो हामीले बनाएको हो। त्यो त्यस कारण त्यसमा पनि हाम्रा वडा अध्यक्षज्यूहरूको ध्यान जाओस्। र यहाँ धेरै कुराहरू वडा स्तरमा भएका कुराहरू धेरै सराहनीय छन्, तर चिन्ताजनक कुराहरू पनि के छ त भन्दाखेरि ती कुराहरूलाई बिर्सने, हामीले पुनर्जीवित नगर्ने, तिनलाई र विरोधमा विरोध गर्ने, जायज कुरा नउठाउने। अहिले जस्तो अब यो अहिलेको कार्यक्रममा पनि कतिको प्रचार प्रसार गर्नुभयो तपाईँहरूले, धेरै जनताहरू आउनु पर्थ्यो, सबै टोलहरूबाट आउनु पर्थ्यो। यो कार्यक्रम सकिएपछि चोकमा सुरु हुन्छ, फेरि चोकमा सुरु हुन्छ विरोध गर्ने। यस्तो भयो भने यो राज्यहरू हामीले नै गर्ने हो। हामीलाई जनताले निर्वाचित गरेर पठाएको हुनाले हामीले यहाँका सबै क्षेत्रमा हामीले ध्यान दिनुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो। र जनतालाई सचेत गराउने, जनतालाई शिक्षित पार्ने काम पनि हाम्रै काम भएको हुनाले हामीले अलिकति सचेत हुनुपर्छ र चनाखो भएर हामीले काम गर्ने, जिम्मेवारीपूर्वक काम गर्न म अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद। अब केही खानेपानीको लाइनहरू अवरोध भएको कुराहरू छ, त त्यसलाई हामीले समस्या समाधान गर्नको लागि अहिले पनि हाम्रो यो वडाबाट केही सानोतिनो मर्मत रकम छुट्याएर त्यसलाई विस्तार गर्ने भन्ने कुराहरू हामीले राखेका छौँ। त्यही भएर जुन आएका योजनाहरू छन् ती योजनाहरूलाई हामीले वडाबाट हामीले वडा भेलाबाट अथवा वडाबाट निर्णय गरेर हामीले ती टोल विकास संस्थाले छनौट गरेका निर्णयहरूलाई हामीले कार्यान्वयन गरेका हौँ। र हामीले वडाबाट एउटा टोकुवाको हिसाबले हामीले त्यस्ता निर्णयहरू गरेका छौँ कि टोल विकास संस्थाबाट आएका जुन योजनाहरू ती योजनाहरूलाई कार्यान्वयन गरेका छौँ। किन भन्दा पोखरीको आवश्यक छ भने पोखरीको, र हामीले मुहान को कुरामा पनि अब मुहान भएको ठाउँमा नै पोखरी निर्माण भएका छन्, र पछि ती मुहानहरू अब कतिपय उसमा अब सुक्ने गरेका छन्, र कतिपयमा पनि अब ती दुरुपयोग हुन भएका होला तापनि, र धेरै ठाउँमा त्यस्ता पोखरीहरू अब दुरुपयोग भएको हामीले महसुस गरेका छैनौँ। किन भन्दाखेरि ती सदुपयोग नै भएका छन्, केही अपवादको रूपमा त्यस्ता पोखरीहरू होलान्, र किसानहरू र स्वयं व्यक्तिहरूकै लापरवाहीको कारणले त्यस्ता कुराहरू भएका छन्। प्रश्न गर्नुभएको छ, र यो मकै खेतीमा किरा लागेको जुन किरा लागेको छ त्यसलाई नष्ट गर्नको लागि कृषि र वडाले पनि केही पहल गर्नु पर्यो भन्ने कुराहरूको प्रश्न राख्नु भएको छ। र त्यो विषयमा उहाँले अहिले नै अब जानकारी गर्नु त्यो विषयमा, र अब किसानहरूको मर्का परेको कुरालाई र सम्बन्धित ठाउँमा जानकारी गर्नु, जस्तै हाम्रो कृषि प्राविधिक पनि हुनुहुन्छ र उहाँसँग जानकारी गर्ने, उहाँले आफूले आफ्नो क्षमताले भ्याएसम्म उहाँले आफूले गर्न सक्नुहुन्छ। आफूले गर्न नसक्ने जुन सल्लाह हो त्यो सल्लाह अगाडि बढाएर पनि र किसानहरूलाई प्रत्यक्ष रूपमा सेवा दिनमा उहाँ लागि पर्नुहुनेछ र त्यो विषयमा। र अर्को छ यो हाम्रो टेकबहादुर सुनारजीले जुन प्रश्न गर्नुभएको छ, र उहाँको विद्युतको समस्या राख्नु भएको छ। उहाँले उहाँको विद्युतको समस्या भनेको वास्तवमा चामुण्डा विनाशरी नगरपालिकाभरि हामी 95% हामी विद्युतमा सफल छौँ। किन भन्दा र हामीले विगतका दिनहरूमा हामीले जुन चामुण्डा विनाशरी नगरपालिकाले जुन गरेको जुन पहल हो त्यो पहल अनुसार हामीले 95% हामी विद्युतमा अगाडि छौँ। अरूमा लगभग 30-25%, 30% भन्दा बढी विद्युतको लाइन विस्तार गरेका छैनौँ भने हामीले 95% हामी सफल छौँ। र अहिले पनि
नगरपालिकाले जुन बाट जुन आउने 700 के अरे 804 पुल छन्। 804 पुल मध्ये हाम्रो वडामा आउने लाइन के अरे पोल भनेको हाम्रो 25वटा पोल मात्रै छन् हाम्रो, किनकि हाम्रो पहिला 95% सफल भइसकेको कारणले गर्दाखेरि 25वटा पोल मात्रै हाम्रो यो 3 नम्बर वडामा छ। र 3 नम्बर वडामा पनि बाँकी रहेका ठाउँहरू भनेको भलायटाडा जो सियाला भलायटाडा के अरे सियाला नै के अरे हाम्रो सिस्याहरू भलायटाडा हो। त्यति पनि हामी त्यो टोलमा सफल हुन्थ्यो र हामीले उतिकै यो बाटोको अभावको कारणले गर्दा हामीले यो जङ्गलेबाट लिने पोल भनेर हामीले त्यतातिर लाइन विस्तार गऱ्यौँ र यो वडामा आएका जुन जम्मा भएका पोलहरू ती पोलहरू पनि हामीले बाहिर सप्लाई गर्यौँ। किन भन्दाखेरि यो वडामा खपत हुन सकेन त्यतिकै जतिले चासो गर्नु, जति कतिपय उपभोक्ताहरूले पनि आफ्नो टोलमा अथवा आफ्नो घरमा लिनको लागि पहल गर्नुभयो, आफै बोकेर लिनुभयो, त्यसरी हामी सफल भएका, नत्र सफल हुन सक्ने थिएनौँ। र त्यो भलाटाडामा पनि हाम्रो पोल त्यतिखेर जान्थ्यो र बाटोको कारणले गर्दाखेरि हाम्रो बाटो यो त्यो जङ्गले के अरे यो हाम्रो बैँसाखालदेखि जङ्गले जाने जुन सडक हो त्यो सडक अवरोध भएको कारणले गर्दाखेरि हामी त्यतिखेर अलिकति सफल हुन सकेनौँ र हामीले त्यो लाइन सिस्नासम्म जाने लाइन हामीले विस्तार गर्न सकेनौँ। त्यसमा हामी क्षमा प्रार्थी छौँ। जुन आउने जुन 25वटा पोल छन् ती 25वटा पोलहरू अब हामीले कहाँसम्म पुग्छन् भन्नु, जस्तै हामीले चाहिने भनेको हामीले 40वटा पोल जतिको समस्या हो। जस्तै अहिले उहाँले टेकुवाजीले भन्नुभयो टेकुवाजीको घरमा 2टा पोल हो, त्यतिखेर पनि सम्भव हुन्थ्यो। उहाँले अलिकति थोरै चासो गर्नुभयो भने, किन भन्दाखेरि जस्तै हाम्रो देवबहादुरजीले अर्का टोलमा उनीहरूले आफूले बोकेर पनि लगे, उहाँले ओडाले गर्नुपर्यो, ओडाले बोक्नु त होइन वास्तवमा, ओडाले बोकेर पनि गाड्नु भन्ने जस्तो कुरा राख्नुभयो। त्यो उहाँले जस्तै नजिक पोल भएकोलाई उहाँले लिएर गाड्ने खालको अभियान चलाउनु पर्थ्यो। उहाँले त्यति चासो गर्नु भएन भने अब लाठीपानीमा हाम्रो 4-5वटा पोल त्यहाँ छन् र अरू बाँकी हाम्रो भलाटाडाको लागि चाहिने पोल हुन्। त्यस कारणले हामी यो वर्ष जुन नगरबाट जुन आउँछ हाम्रो 804 पोल मध्ये र बाँकी पोल हाम्रो 25वटा पोल आएर यतिखेर समस्या समाधान हुन्छ सबै ठाउँमा। र अर्को हाम्रो यो अब अमरबहादुर साईज्यूले जुन प्रश्न गर्नुभएको छ र साईको तर्फबाट यहाँ आज यो कार्यक्रममा उपस्थित हुन पाएको र यहाँले बोलाउनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। अब यहाँ उठेका प्रश्नहरूको केही जवाब चाहिँ अध्यक्षज्यूले दिइसक्नु भएको छ। म बाँकी रहेका मात्रै केही 1-2वटा कुराहरू भन्न चाहन्छु। अब हामीले शिक्षामा ध्यान दिनै पर्छ भन्ने कुरा पहिलो कुरा त यहाँ कुरा उठिसक्यो। यसै गरी स्वास्थ्य क्षेत्रमा पनि ध्यान दिनुपर्छ जनताको भन्ने कुरा पनि उठिसक्यो। कृषिसँग सम्बन्धित कुरा पनि उठे केही कुराहरू। अब मैले देखेको एउटा चाहिँ वनसँग सम्बन्धित कुराहरू बाँकी रहेको मैले महसुस गरेँ। हाम्रो यहाँ नजिकै यो बजार नजिकै पारिपट्टि एउटा चाहिँ वन छ, यो सृजनशील कबुलियती वन भन्ने। अब पहिलेको सरकारले यी वनहरू बचाउनुपर्छ भनेर एउटा नीति तय गरेको थियो र त्यो अनुसार अब तालिहरू राख्ने र त्यसरी संरक्षण भएका थिए। एक जनप्रतिनिधि एक वन क्षेत्र भन्ने घोषणा गरेको थियो। अहिलेको सरकारले त्यो त अब नीति नै हटाइसक्यो। अब नीति हटाए पनि यो वन चाहिने हामीलाई र भविष्यलाई हो। अब यो जलवायु परिवर्तनले असर प्रत्यक्ष रूपमा गरेको छ। अब यसको मार अहिले बिस्तारै हामी पनि पर्छौँ र भोलिको भावी सन्तति पनि पर्छ। त्यसो भए हुनाले अहिलेको यो वन क्षेत्र पुरै अब मैले अध्यक्षज्यू कहाँ एकपटक निवेदन नै गरेँ, निवेदनै मैले दिएको छु त्यहाँ सायद कार्यालयमा होला यो छलफलका लागि। अब अस्ति हाम्रो भर्खरै वडामा एउटा कार्यक्रम भएको थियो, त्यहाँ पनि मैले यो कुरा उठाएँ। यी वन क्षेत्रहरू नजोगिएसम्म हाम्रो भविष्य चाहिँ अप्ठ्यारोमा छ, हामी भविष्यको लागि गर्ने हो। त्यसैले अब यो वन क्षेत्र यो बजारको नजिकै रहेको वन हो, हिजो रोकिएको थियो, संरक्षण भएको थियो। हिजो चाहिँ बिरुवाहरू त्यहाँ वृक्षारोपण पनि भयो नगरपालिकाले कार्यक्रम गरेर। अब आज त्यो वन पुरै चाहिँ नाङ्गो हुने स्थितिमा गएको छ। म हिजो आउँदाखेरि उताबाट आउँदाखेरि यहाँ बाटोमा पनि ठाङ्ग्रा त्यो सानसाना पोर्थाहरू काटेर प्रत्येक घरमा ल्याएर आज पनि ठाङ्ग्रा हाल्ने, अनि त्यहाँ चाहिँ जथाभावी गोरुहरू गाई गोरुहरू लिएर बाख्राहरू लिएर छोड्ने त्यस्तो भएको छ। त्यसैले अब यसको लागि मैले पटक पटक अनुरोध गर्दा पनि अब सुनवाई नभएको, छलफल नभएको कारणले गर्दा आज मैले यहाँ चाहिँ अब यो सार्वजनिक सुनवाई कार्यक्रममै कुरा चाहिँ उठाएँ। अब अर्को कुरा अब यो जुन
नियमित बजेटका कुरा छन्, हामीसँग सरकार राख्ने जुन विभिन्न खालका गतिविधिहरू छन्, त्यो गतिविधिहरूलाई अलिकति व्यवस्थित गर्न पहिलो कुरा नेतृत्व गरेको, जनताले जिम्मा दिएको जनप्रतिनिधिले यसको काँधमा त बोक्नै पर्यो र त्योसँग सम्बन्धित अब केही सेवा प्रदायकहरूको पनि भूमिका रहन्छ। अब जस्तो यो बजारमा खानेपानीको अत्यन्तै अभाव छ। यो बजार भनेको चामुण्डाको यो वार्ड नम्बर 3 को मुख्य बजार यो। यहाँ चाहिँ वडा कार्यालय पनि यहाँ छ, अब उच्च मावि नमुना मावि पनि यहाँ छ, स्वास्थ्य चौकी पनि करिब यसैको सेरोफेरोमा छ। त्यसो भए हुनाले प्रहरी चौकी पनि हाम्रो यहाँ चाहिँ नजिकै छ। अब यो खानेपानी नभएर हाम्रो प्रहरी चौकीको इन्चार्ज मैले कहिलेकाहीँ त बिहान पर भेटाउँछ। अब त्यहाँ हाम्रो यस्तो समस्या छ। हाम्रो यो खानेपानीलाई व्यवस्थित गर्न मैले भनेको 2-3 वटा सुझाव दिएँ। हामीसँग भएका यहाँका स्रोतहरूलाई सदुपयोग गरौँ। अब यसमा चाहिँ तपाईँ हामी सबै लागौँ भन्दा अब हाम्रो यहीँ हामी आपसमा पनि अलिकति विभेद हुने र खास गरिकन यहाँको माथिल्लो टोल अब यतापट्टि वरिपरि यतापट्टि उतापट्टि चाहिँ मुहानहरू छन्। अब त्यो मुहानहरूलाई व्यवस्थित गरेर त्यहाँ आवश्यक भएको बेलामा त्यही प्रयोग गरौँ, त्यहाँ आवश्यक नभएको बेलामा कम्तीमा यो बजारलाई छोड्नुहोस् है। अब यो बजारमा आउने तपाईँ हामी सबै हो, पानी सबैका लागि आवश्यक पर्छ भनेर मैले पटक पटक अनुरोध गरेँ र पहिलेको अब यहाँ पहिलेको यो हाम्रो वडाको टिमले पनि अनुरोध गर्यो र अहिलेसम्म पनि त्यो भएको छैन। भन्दाखेरि हामी चाहिँ कति पछाडि छौँ होइन, हाम्रो चेतना कति पछाडि छ। हामी सार्वजनिक चिजलाई सदुपयोग गर्नेतिर चाहिँ ध्यान नदिएर अब आफ्नो चाहिँ के अरे सदुपयोग भन्ने नाममा आफ्नो यो हाम्रो है लाग्नु पाइन्न भन्ने, अनि त्यसपछि अरू चाहिँ हामीले प्रयोग गर्न खोज्ने, यस्तो पनि भएन। यो कुरा चाहिँ भएन। यो सम्बन्धित हाम्रो वडा सदस्यज्यू 2 वडा सदस्यज्यूहरू हुनुहुन्छ होइन। अब हजुरहरूले अलिकति विशेष भूमिका गरिदिनुहोस् होइन। त्यहाँको समाजलाई ठाउँलाई अब यो ठाउँमा आवश्यक पर्ने खानेपानीको वरिपरि भएको स्रोतहरू जुन छन् त्यो स्रोतलाई खानेपानीको त्यो स्रोत उपयोग गर्न दिनुहोस्। किन भन्दा जिम्मेवार हजुरहरू नै हुनुहुन्छ। अब सबभन्दा अगाडि पनि कुरा उठेका थिए भर्खरै अस्ति वडामा कार्यक्रम हुँदा नेतृत्व नै मुख्य जिम्मेवार हो है। हामी सेवा गराए पनि सचेत रहनुपर्छ। सेवा प्रदायक चाहिँ मुख्य जिम्मेवार बन्नुपर्छ। अब सेवा प्रदायक मुख्य जिम्मेवार भन्दा अब पहिले जुन खालको पहिलेको अब कार्यकालमा जुन खालको एउटा गति थियो, विकासको जुन गति थियो, त्यो गति रोकिएको हामीले महसुस गरेका छौँ। वास्तवमा यो नगरपालिकाभरि नै त्यो महसुस भयो होला भन्ने चाहिँ मलाई पनि लाग्छ। अब यो कारण किन हो त भन्दा अब कारण खोज्दै जाँदा अब त्यो कहाँनिर हामी चाहिँ गल्ती, कहाँनिर चाहिँ हाम्रो ल्याक भएको छ भन्ने अवस्था आउँथ्यो। कारण खोज्ने कहीँ ठाउँ छैन, कसैले खोज्दैन। अब खालि चाहिँ भन्दै भएको अरू उपाय रहेन, तर भन्ने ठाउँमा त भन्नु पर्यो। त्यो हाम्रो जिम्मेवारी र दायित्व पनि हो। अब यहाँका हिजोका विभिन्न खालका संरचनाहरू जस्तो अस्ति मैले भने हामीसँग यहाँ एउटा यो तलको टोल जो चाहिँ हाम्रो जङ्गली टोल भन्ने छ, त्यो टोलमा शहरी स्वास्थ्य क्लिनिक भनेर अघिल्लो कार्यकालले चाहिँ त्यहाँ संरचना बनाएको छ। त्यहाँ जग्गा धनीहरूले जग्गा दिए, अनि त्यहाँ हाम्रो के भन्छ यो अयबल पनि नगरपालिकाले पठायो। अब अहिले त्यो चाहिँ गोठको रूपमा परिणत भएको छ। हेर्नुहोस् है, हाम्रो राज्यको नीति होइन, हाम्रो एउटा सरकारले हाम्रो जनताप्रति गर्ने उत्तरदायित्व। अब त्यहाँ अहिले न कुनै दरबन्दी छ, न कुनै प्राविधिक छ त्यहाँ। अब न त्यो चाहिँ त्यहाँ चाहिँ बनेको संरचना न सदुपयोग भएको छ, त्यो गाईगोठको रूपमा परिणत भएको छ। अब त्यस्तै हाम्रो बाल विकासका भवनहरू छन्, त्यस्तै हाम्रो तल चौतालामा बाल विकास भवन छ। अब यी भवनहरू अघि कुरा उठिसक्यो, यहाँ अन्य भवनहरू पनि छन्। यी भवनहरू न त्यो सदुपयोग भएको छन्। अब न हामीले चाहिँ त्यसलाई अब कसरी व्यवस्थित गर्ने भन्ने न छलफलमा ल्याएको छौँ। त्यसैले यी दुईटा कुरा यिनलाई व्यवस्थित गर्न कहाँ के गर्नुपर्छ त भन्दा हाम्रा वडामा भएका संरचनाहरूलाई हामी सबै बसौँ, छलफल गरौँ, कहाँ के कसरी सदुपयोग गर्ने हो। जस्तो यहाँ पुस्तकालयको नाममा सदुपयोग गर्ने, काहीँ माथि चाहिँ हाम्रो त्यो चौकीको नाममा सदुपयोग गर्ने, उतापट्टि गएर त्यसलाई पनि हामी जनताबाटै पैसा उठाएर भए पनि एउटा चाहिँ प्राविधिक राखौँ होइन, अब प्राविधिक राखौँ। हामी मासिक 100 रुपियाँ हामी यहाँ खानेपानीको तिर्छौँ भने त्यही वरिपरिका हाम्रो दाजुभाइहरू अब जनता आफै नलागेसम्म यो माथिबाटै भरभरी राख्ने कुरा पनि यो सम्भावना देखिन्न। त्यसैले सेवा गराइ र सेवा प्रदायक दुइटैको बिचमा समन्वय भएर बाँकी कुरा चाहिँ कसरी अगाडि बढाउने, हाम्रो वडालाई कसरी अगाडि लिने
भन्ने कुराको योजना हजुरहरू बनाउनुहोस्। त्यसमा हामी समग्र रूपमा जनताले साथ दिनुपर्छ र दिन्छौँ। किन भन्दा असल कार्यका लागि, राम्रो कार्यका लागि, राम्रो नीतिका लागि सबैले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। यो भोलि ठाउँ बनाउने हामी सबैले हो, यो सबैका लागि चाहिने हो, भविष्यका लागि चाहिने हो। त्यसैले यहाँको शिक्षालाई कसरी व्यवस्थित गर्ने जस्तो गुणस्तरका कुरा आएका छन्। अहिले पालिकाभरि नै हेर्ने हो भने साना साना स्कुलहरू गुणस्तरीय रूपमा अगाडि जाने र यो नमुना मावि जस्तो विद्यालय गुणस्तरीय रूपमा पछाडि चाहिँ रिजल्ट पछाडिबाट अगाडि आउनुपर्ने अलिकति केही समस्याहरू चाहिँ छन्। हामी ग्रहण गर्नेछौँ र यो जुन जङ्गलको विषयमा जो वन संरक्षण गर्ने कुराहरू छ त्यसमा एकदम यो सकारात्मक कुरा विगतका दिनहरूमा पनि र पहिलाको कार्यकालमा पनि र जुन एक जनप्रतिनिधि एक वन संरक्षण भन्ने कार्यक्रम थियो त्यो हाम्रो वडामा मात्रै लागु थियो। त्यो कुराहरू अरू ठाउँमा थिएन र यो अहिलेको स्थानीय सरकारको समयमा पनि के भयो भन्दा 3 वर्षसम्म हामीले लगातार यो कार्यक्रम लागू गऱ्यौँ र बिचमा पनि ज्याकजुक भएरै लागू भयो। फेरि लास्टमा अनि हामी काम गराउने अनि बिचमा आएर दिने नदिने के हुन्थ्यो, लास्टमा अनि भुक्तानी अब अर्को वर्षबाट नगर्ने भन्दा हामीले 3 वर्षसम्म हामीले यसलाई पेलेरै कार्यान्वयन गऱ्यौँ र अहिले लगभग 2 वर्ष हुन लाग्यो, 2 वर्ष भयो। अहिले पनि हामीले गत वर्ष हामी छुट्याएको पनि सँगसँगै गरेको थियो। यो कार्यान्वयन भएन, कटौती गर्नुपर्छ भनेर नि यो हाम्रो वडामा मात्रै लागु थियो यो कुराहरू। यो विषयमा अब हामीले जस्तै 5वटा क्षेत्रलाई आधार बनाएर जस्तै प्रत्येक उसमा एक जनपद एक वन संरक्षण कार्यक्रम भन्ने 5वटा टोलमा छ र अरू टोलमा प्रायः जसो अहिले उपभोक्ताहरूबाट नै अहिले कार्यान्वयन भइरहेको छ। नजिकको जङ्गल जुन छ त्यो जङ्गल र यो जङ्गललाई संरक्षण गर्नको लागि पनि हामी फेरि उपभोक्ताहरूसँग बसेर थप सल्लाहको लागि गरेर हामी यो विषयमा के गर्दा हुन्छ यो विषयमा आवश्यक पहल हामी गर्नमा लागि पर्नेछौँ। र अर्को यो खानेपानीको विषयमा छ, जुन जो खानेपानीको विषयमा यो बजारको खानेपानीको विषयमा बारम्बार यी कुराहरू आइरहेको छ। वास्तवमा हामीले वर्षमा ओडाले सक्ने खालको र त्यसको क्षमता अनुसारको रकम हल्का फुल्का हालिरहेका हुन्छौँ, तापनि त्यतिले मात्रै समस्या समाधान हुँदो रहेछ। किन भन्दा त्यही मुहानको समस्या छ। मुहानको समस्या समाधान गर्नको लागि त मूल चाहियो सबभन्दा पहिला र त्यस कारणले यो मूललाई अब अहिले अब यो उहाँको भनाइअनुसार अब यो जुन यहाँनिरको यो के अरे यो माझी खोलाको मुहानलाई अब त्यसलाई नै अब अलिकति पाट टाँगको हिसाबले अब त्यो मुहानलाई ल्याउन पाइदिएको भए भन्ने कुराहरू उहाँको सुझाव थियो। त्यो कुरालाई अब त्यो मैले भन्दा पनि त्यहाँको उपभोक्ताहरू बाँकी उपभोक्ताहरू हुन्छ, जस्तो हाम्रो कार्यपालिका के अरे हाम्रो वडा सदस्य पनि हुन्छ, उहाँहरूले पनि त्यो कुराहरूको बारेमा थप जानकारी दिनुहुनेछ। र अरू जुन सुझावको रूपमा दिनुभएको छ उहाँले जस्तै सहरी स्वास्थ्य किन्ने पनि वास्तवमा उहाँले सकारात्मक सुझाव दिनुपर्छ। हामीले र यो विषयमा बारम्बार हामीले नगरपालिकामा हामीले यो विषयमा कुरा राख्यौँ र अहिले हामीले कुरा राखे पनि वास्तवमा अब राज्यको नर्म्स अनुसार नीतिअनुसार वास्तवमा अब हामीले त्यो कुरालाई कार्यान्वयन गर्न सकिरहेको अवस्था छैन र त्यस कारणले अब त्यसमा पनि हामी अब अगाडि बढ्न सकिरहेको छैन। भने बाल विकासको अवस्था पनि त्यही नै हो। बाल विकासको अवस्था पनि हामीले प्रत्येक टोलमा बाल विकास भवन स्थापना गऱ्यौँ, त्यहाँ कर्मचारीले राख्यो। पहिलाकोले हामीले 1-2 वर्ष सञ्चालन भयो, पछि अहिले अब त्यो कुरालाई अब धराशायीमा परेको छ। त्यस कारणले त्योमा पनि हामीले ओडाबाट यसलाई सञ्चालन गर्न ओडाबाट रकम हामी छुट्याउन तत्पर छौँ, तर कार्यान्वयन हुने कुराहरू अहिले त यो कुरालाई पनि अलिकति अब जटिल अवस्थामा पुगिरहेको अवस्था छ। हामी कार्यान्वयन गर्ने पक्षमा के अरे छैन, रकम छुट्याउने पक्षमा हामी छौँ, तर कार्यान्वयन हुने पक्षमा छैन। त्यस कारणले त्यो विषयमा पनि त्यही हो। अरू बाँकी अब हाम्रो यो खानेपानीको अब थप कुराको लागि हाम्रो सदस्य यसको विषयमा जानकारी दिनुहुन्छ। धन्यवाद। अब केही छैन। खानेपानीका मुहानहरू यदि छ भने पर्याप्त मात्रामा छ भनेपछि हामी वडाबाट त्यसलाई बजेट हालेर हामी चाहिँ त्यो योजना सम्पन्न गरेर यहाँको उपभोक्ताहरूलाई पानी खुवाउन तत्पर छ वडा कार्यालय। मुहान चाहिँ तपाईँहरू चाहिँ उ गर्नुहोस्, त्यसको विषयमा चाहिँ मुहान गरिसकेपछि हामी त्यसमा बजेट लागत चाहिँ हामी वडाबाट कार्यालयबाट छुटाएर तपाईँहरूलाई चाहिँ खानेपानी पर्याप्त गर्नमा तत्पर छौँ। मेरो भनाइ त्यति नै हो। सुनाई कार्यक्रमका अध्यक्ष हामी सबै सम्पूर्ण अध्यक्ष नै भएका छौँ
अब यस वडामा भएका विकासका कुराहरूमा धेरै कुराहरू यहाँहरूको बिचमा आइसकेका छन् र बाँकी चामुण्डा विनाशसेनी नगरपालिका मध्ये वार्ड नम्बर 3 मा पूर्ववक्ता कर्ताले भन्नुभयो, वडा अध्यक्षज्यूले भन्नुभयो, पूर्व वडा अध्यक्षज्यूले धेरै कुराहरू नागरिक सचेत हुनुपर्छ। मलाई लाग्छ आज सार्वजनिक सुनाइ भनेर हामीले धेरै प्रचार पनि गऱ्यौँ र मैले पनि स्वयं प्रचार गरेको छु, तर उपभोक्ताहरू यहाँ उपस्थित मैले देखिनँ। नागरिक सचेत भएको खण्डमा देश विकास हुन्छ, गाउँ विकास हुन्छ, टोल विकास हुन्छ। त्यसैले सचेतना कार्यक्रम अझै हामीले नगरपालिकाले अथवा सचेतना कार्यक्रम ल्याउनु पनि देखाएको छु। र अब यसमा विद्युतका कुराहरू आए। हाम्रो नगरपालिकामा 100वटा विद्युतका पोल आएका छन्। ती 5 नम्बर वडामा गएको छ, अब विभिन्न कारणले गएको छ र हाम्रो 3 नम्बरमा वडाले भनिसक्नुभयो 25वटा पोलको आवश्यक भन्ने छ हाम्रो, तर पनि छुट्याइएको छ, भागमा परेका छन्, यहाँ आउँछन्। आवश्यकता हाम्रो बढी छ र अहिलेको हिसाबमा हाम्रो 25वटा परेको छ, आउँछ र हामी पुरा गर्नेछौँ। र नगरपालिकामा हामीले बारम्बार कुरा राख्छौँ शिक्षा, स्वास्थ्य, खानेपानीको विषयमा हामी मिटिङमा हामी कुरा राख्छौँ। अब राखे अनुसारमा सबै कुरा पुरा गर्नु त सकिएको छैन, तर पनि चामुण्डा विनाशसेनी नगरपालिकामा 3 नम्बर वडाको विकासमा मैले अब वडाको हिसाबमा यहाँ ठिकै छ र हामीले अब नगरपालिकाभरि नै हामीले बोल्नुपर्ने हुन्छ। कार्यपालिकामा हाम्रो चामुण्डा विनाशसेनी नगरपालिका हाम्रो सबैको हो र हामी समग्र हिसाबले कुरा राख्छौँ भन्दै यहाँका जिज्ञासाहरू अब हामी वडा समिति छ र हामी केही पुरा गर्नेछौँ भन्दै म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। अस्तिको यो नगरसभामा पनि यसको कार्यविधि बनेको छ र अब यो कार्यविधिमा भएअनुसार अनि हामी अब यो बजेट बनाएर र आउँदो जुन अब यो अर्को 83-84 को बजेटमा रकम विनियोजन गरेर किसानहरूलाई केही राहत दिने भन्ने, बिउको लागि दिने भन्ने कुरा भएको छ। कति उसको कति ऊ भएको छ, कति प्रमाणित भएको छ, कति रोपनी भएको छ, त्यसको आधारले त्यसको बिउको लागि दिने भन्ने कुरा निर्णय भएको छ, कार्यविधि बनाएको छ। त्यसको लागि त्यसमा सञ्चार गर्नलाई हस्, धन्यवाद दिन चाहन्छु। हाम्रो बाली चाहिँ नोक्सान भयो, असिनाले केन्द्र सरकारले केही राहत दिएको प्रदेश ज्यूलाई 2वटा क्वेसन सोध्छु। मैले चामुण्डा विनाशसेनी नगरपालिका वडा नम्बर 1 देखि वडा नम्बर 9 सम्मका सम्पूर्ण वडा अध्यक्षहरूलाई यस कार्यक्रमकै अवसरमा मैले 2-2वटा प्रश्न सोध्दै आएको छु। 1 र 2 मा पनि 2वटा प्रश्न सोधेको छु, उहाँहरूको जवाफ पनि ल्याइसकेका छौँ र 9 नम्बरसम्म सबै कार्यक्रम सकिएपछि मैले एउटा अर्को कार्यक्रम बनाएर त्यसमा यो उहाँहरूको आवाजलाई राख्नेछु, सबै वडा अध्यक्षहरूको आवाजलाई। वडा अध्यक्षज्यू, मेरो पहिलो प्रश्न यहाँलाई यस प्रकार रहेको छ। चुनावी प्रतिबद्धता अनुसार तपाईँले आफ्नो कार्यकालमा अथवा यसभन्दा आजका दिनसम्म सम्पन्न गर्नुभएको कामहरू मध्ये जनताको मन जित्न सफल, उदाहरणीय र इतिहासमा स्मरणीय बन्ने काम कुनलाई मान्नुहुन्छ? पहिलो प्रश्न भयो। दोस्रो प्रश्न, कार्यकालमा सबैभन्दा ठुलो चुनौती के रह्यो? यी 2वटा प्रश्नको जवाब छोटकरीमा दिनुहुनको लागि अनुरोध गर्छु। धन्यवाद हाम्रो प्रश्नकर्तालाई। र यो सबभन्दा पहिला हामीले यो वडामा हामीले सन्तोषजनक अर्थात् राम्रो काम गरेको भनेको वास्तवमा सबैलाई सन्तोष तरिकाले हुने खालको काम भनेको हाम्रो वडा कार्यालय भवन सम्पन्न गरेका छौँ हामीले। सबभन्दा पहिला त्यो हो भने, र अर्को सम्पन्न गरेको काम र सन्तोषजनक भएको काम भनेको हाम्रो आदर निकेतन। अरू वडामा भन्दा हाम्रो छुट्टै पहिचानको हुने खालको एउटा आदर निकेतन भवन हामीले तयार गरेको छ। र जबकि त्यहाँ सम्पूर्ण वृद्धहरू र जो धर्मावलम्बीहरूको एउटा भोजन कीर्तन गर्ने, एउटा आश्रम गर्ने एउटा स्थानको रूपमा हामीले, पहिचानको रूपमा हामीले यो नगरभरि नै लगेका छौँ। आजका दिनसम्म काम गर्दै गर्दा चुनौती समस्या के रह्यो? आजका दिनसम्म हाम्रो चुनौती भनेको वास्तवमा जुन विनियोजन गरेको जुन रकम हो त्यो रकमलाई
हामीले कार्यान्वयन गर्नुको लागि मुख्य चुनौती नै त्यही भयो किन कार्यान्वयन गर्ने कुराहरूमा हामी वास्तवमा अब जुन पालिकासँग जाने कुरा हुन्छ जुन उसमा जाने कार्यान्वयन गर्ने कुराहरू हामी अलिकति चुनौती रूपमा बनेको छ। त्यही हो, धन्यवाद। हस्, प्रतिबद्धताहरू तयार गरिएको छ। यी प्रतिबद्धताहरूलाई यहाँहरू समक्ष मैले प्रस्तुत गर्न चाहन्छु। यी प्रतिबद्धताहरू ठिक छन् भनेर तपाईँहरूले ताली बजाउनु भयो भने कार्यान्वयनका लागि तुरुन्तै हस्ताक्षर गरिनेछ। त्यसपछि कार्यान्वयनतर्फ वडा कार्यालय लाग्नेछ। प्रतिबद्धताहरू 7 वटा तयारी भएका छन्। पहिलो नम्बरमा नागरिक बुढापत्रको व्यवस्थापनसँगै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने। 2 नम्बरमा वडा कार्यालयमा उजुरी पेटिकाको व्यवस्थापन गरी नागरिकका सल्लाह सुझाव प्रश्न र गुनासो सङ्कलन गरी सेवा प्रवाहलाई मितव्यापी बनाउने। 3 नम्बरमा वडामा विद्युतीकरण पूर्ण गर्न पहल गर्ने। 4 नम्बरमा विद्यमान खानेपानी समस्या समाधानको योजना बनाई अघि बढ्ने। 5 नम्बरमा वडामा गरिने विकास निर्माण लगायत विविध विषयमा साझा धारणा तय गर्न सर्वदलीय सर्वपक्षीय साझा धारणा तयार गर्ने। 6 नम्बरमा वडामा निर्माण गरिएका सबै पोखरीहरूको तथ्याङ्क सङ्कलन गरिनेछ। र 7 नम्बरमा आगामी वर्ष पनि सार्वजनिक सुनवाईलाई निरन्तरता दिइनेछ। यी प्रतिबद्धताहरू तय भएका छन्। प्रतिबद्धता ठिकै छन् भन्ने लाग्छ भने एकपटक ताली बजाइदिनुहोस्। हजुर, यस्तो छ, कुनै कुराहरू अब लिखित रूपमा छुट्न सक्छ, समेटिए पनि अरू धेरै कुराहरू यहाँ समेटिएका छन्। तर आज उठेका सवालहरू लगायत यो 3 नम्बर वडामा आवश्यक पर्ने सम्पूर्ण कुराहरू त यहाँ लेखेर सम्भव पनि हुँदैन। त्यस कारणले गर्दा केही महत्त्वपूर्ण कुराहरूलाई यहाँ प्रतिबद्धताको रूपमा लेखिएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको यस कार्यक्रमलाई समापन गरिदिनु हुनुको लागि सम्पूर्ण सभा अध्यक्षज्यूहरूलाई अनुरोध गर्दै म पनि सहजकर्ताको भूमिकाबाट बिदा हुन्छु। नमस्कार।